सबैलाई स्वागत छ मेरो भिडियोमा। अनि आज हामी सामान्य ज्ञान स्टार्ट गर्दैछौँ र यो सामान्य ज्ञान चाहिँ हाम्रो लोकसेवा आयोग र विविध कम्पिटिसनहरूमा पनि काम लाग्ने गरी म सिकाउँदैछु। एकदम विस्तृत रूपमा सानो सानो कुरादेखि होइन, स्टार्ट टु फिनिस भनिन्छ नि, कम्प्लिट प्याकेज होइन, जुन चाहिँ हामी धेरै इन्स्टिट्युटहरूमा चाहिँ सिक्छौँ त्यतिकै लेभलमा र अझ त्योभन्दा बेटर पनि हुनसक्छ। किनभने म मेमोरीको टेक्निकहरू पनि तपाईँहरूलाई भन्ने छु, कसरी सम्झिने र मेमोराइज गर्ने होइन, वर्ल्ड च्याम्पियन मान्छेहरूले कसरी मेमोराइज गर्छन् त्यो बारेमा पनि हामी कुरा गर्नेछौँ। र यो भिडियो चाहिँ म एकदम छोटो छोटो तर धेरै बनाउँदैछु र तपाईँले पनि यो भिडियोलाई फलो गर्नुभयो भने अवश्य पनि तपाईँ कुनै पनि कम्पिटिटिभ एक्जाम जहाँ चाहिँ सामान्य ज्ञानहरू हुन्छ त्यसमा चाहिँ तपाईँले चाहिँ राम्रोसँग नम्बर ल्याउन सक्नुहुन्छ होइन। सामान्य ज्ञान भनेको त अब जति धेरै पनि हुन्छ, भेग हुन्छ, पढाएकोले मात्र पुग्छ भन्ने हुँदैन। तर म्याक्सिमम चाहिँ म यहाँ चाहिँ म तपाईँहरूलाई समेट्ने प्रयास गरेको छु। सो आज चाहिँ हामी कुरा गर्दैछौँ आर्थिक अवस्थाको बारेमा। आर्थिक अवस्था योबाट आज हामी टपिक सुरु गर्दैछौँ होइन। अब के हो त आर्थिक अवस्था भन्दाखेरि नेपालमा जति पनि पूर्वाधारहरू हुन्छन् होइन, तिनीहरूले चाहिँ हाम्रो आर्थिक विकासमा चाहिँ टेवा पुर्याइराखेको हुन्छ, जसमा हाम्रो कृषि, पर्स, उद्योग, सञ्चार, यातायात सबै कुराहरू जति पनि छन् तिनीहरूले नै हाम्रो आर्थिक अवस्थालाई उन्नत बनाउने हो, माथि बनाउने हो होइन त। त्यसै कारणले हामी आज चाहिँ कृषिको बारेमा कुरा गर्दैछौँ। कृषि किन त कृषि भन्दाखेरि अर्थतन्त्रको मुख्य आधार नै के हो? कृषि हो। अर्थतन्त्रको मुख्य आधार के हो भनेर सोध्यो भने होइन, के हो भनेर सोध्यो भने हामी कृषि भनेर भन्नुपर्ने हुन्छ होइन। अब यो मात्र होइन, इन्जिन अफ ग्रोथ के? इन्जिन अफ ग्रोथ भनेर केलाई बुझिन्छ भन्यो भने हामी कृषिलाई भनेर बुझ्छौँ होइन त। सो कृषि भनेको चाहिँ हाम्रो अर्थतन्त्र, हाम्रो देशको अर्थतन्त्रलाई चाहिँ एकदमै माथि पुर्याउने धेरै जसो पर्सेन्टेज चाहिँ यसले के गरेको छ, योगदान गरेको छ क्या। त्यही कारणले हाम्रो मुख्य अर्थतन्त्रको आधार भनेको हामी कृषिलाई भनेर बुझ्छौँ। र यसले चाहिँ हाम्रो जिडिपी अर्थात् ग्रस डोमेस्टिक प्रोडक्ट भन्छ यसलाई होइन, नेपालीमा चाहिँ कुल ग्राहस्थ उत्पादन होइन। यो कुल ग्राहस्थ उत्पादन भनेको चाहिँ के हो भने एउटा देशभित्र, फर इक्जाम्पल यो हाम्रो म्याप छ होइन, यो हाम्रो देशभित्र जति पनि वस्तुहरूको उत्पादन हुन्छ र त्यसको अन्तिम बजार मूल्य जुन छ त्यसलाई चाहिँ यो हाम्रो टोटल अहिले जति पनि जनसङ्ख्या छ त्यसले भाग गर्दा आउने रेसियोलाई नै हामी के भन्छौँ? जिडिपी भन्छौँ होइन। एकजनाले हरेक व्यक्तिकोमा चाहिँ यो रेसियोमा आउँछ, डिभाइड गर्नुपर्छ। मतलब हाम्रो देशको बजार मूल्य, हाम्रो देशमा उत्पादन भएका वस्तुहरूको जति पनि बजार मूल्य छ होइन, त्योलाई चाहिँ हाम्रो देशको जनसङ्ख्याले भाग गर्दा आउने रेसियोलाई हामी जिडिपी भन्छौँ। र यो जिडिपीमा चाहिँ कृषिको योगदान चाहिँ कति छ त भन्दाखेरि 24.09% रहेको छ। अनि कृषिमा आबद्ध जनसङ्ख्या चाहिँ कति छ हाम्रो नेपालमा भन्दाखेरि अब यसमा चाहिँ एकदम डिफ्रेन्ट कुराहरू आइरहेको छ होइन। अब आर्थिक सर्वेक्षणको अनुसार चाहिँ 57.3%। अब यो चाहिँ के हो भन्दाखेरि आर्थिक सर्वेक्षणले देखाएको, आर्थिक सर्वेक्षणले चाहिँ यस्तो देखाएको छ। अनि अब श्रम शक्ति सर्वेक्षण भन्ने पनि छ अर्को होइन। श्रम शक्ति सर्वेक्षणले चाहिँ कति देखाएको छ भन्दाखेरि 50.4%।
श्रम शक्ति सर्वेक्षणले चाहिँ 50.4% देखाएको छ। अब जनगणनालाई चाहिँ कति देखाएको छ भन्दाखेरि 62%। जनगणनाले चाहिँ कति देखाएको रहेछ? 62% देखाएको छ। सो कृषिमा चाहिँ आबद्ध जनसङ्ख्याहरूको यो भेराइटी छ होइन। अब याद गर्नु पऱ्यो कुनबाट सोध्दैला। जनगणनाले कति देखायो भनेर सोध्यो भने 62%, आर्थिक सर्वेक्षणले कति देखायो भने 57.3% होइन, त्यस्तो छ। अनि अर्को छ कृषि योग्य जमिन चाहिँ नेपालमा कति छ त? जमिन नेपालमा कति होइन। अब यसको एन्सर चाहिँ हुन आउँछ 17.97%। 17.97% चाहिँ हाम्रो कृषि योग्य जमिन छ, जसमा चाहिँ सबैभन्दा धेरै तराईमा 61.9% अनि हिमालमा 32.5% र यसरी हिमाल भने पहाडमा 32.5% अनि हिमालमा चाहिँ 5.6%। अब यो चाहिँ हेर्दै थाहा हुन्छ किनभने तराईमा धेरै भूभाग हुन्छ, त्यसको तुलनामा पहाडमा अलिक कम छ र हिमालमा ज्यादै कम छ होइन। यो चाहिँ कृषि गर्नको लागि लायक के भन्छ जमिन चाहिँ यति छ हाम्रो होइन त। र अर्को हामी यहाँ मैले यसो गरेँ यसलाई है, अर्को रेडले गर्दा पनि हुन्छ यसलाई, बोर्डर लाइन हामी रेडले पनि गर्न सक्छौँ। अर्को हामी लेख्न पऱ्यो होइन, अर्को अब के चेन्ज गर्ने स्क्रिन भनेर। सो बढी कृषि उत्पादन हुने 5 जिल्ला, बढी कृषि उत्पादन हुने 5 जिल्लाहरू चाहिँ कुन कुन हुन् त भन्दाखेरि यसको चाहिँ हाम्रो एउटा फर्मुला छ, मो झा स सी सु, मजा छ सिसु। यो के भने यो भनेको चाहिँ के हो? मोरङ। मोरङमा सबैभन्दा धेरै, त्यसपछि अलिक कम कहाँ भयो? सेकेन्डमा कुन आउने रहेछ? झापा। अब यो चाहिँ के भयो? सबाट सर्लाही, अब मधेसकै जिल्लाहरू आउँछ होइन। अनि योबाट सिराहा, अनि यो लास्टको सु भनेको चाहिँ सुनसरी। सबैभन्दा धेरै कृषि उत्पादन हुने जिल्लाहरू भनेको मोजा ससिसु। र कम उत्पादन हुने होइन, सबैभन्दा कम पनि त हुन्छ नि त होइन, यति त हामी जान्नु पऱ्यो। सुरुमा धेरै उत्पादन हुने अनि कम उत्पादन हुने 5वटा जिल्ला हामी हेर्दैछौँ। कम उत्पादन हुने जिल्ला 5 जिल्लाको कुरा गरौँ, कुन कुन हो त भन्दाखेरि ममु, डोरहु। अब म भनेको कुन हो? अभियसली मनाङ, मुस्ताङ होइन, डोल्पा, हिमाली जिल्लाहरू त पर्छ नि होइन। डोल्पा, रसुवा अनि हुम्ला। र नेपालका प्रमुख खाद्य बालीहरू कुन कुन हुन् त? नेपालमा चाहिँ जति पनि उत्पादन हुन्छ त्यसमा प्रमुख रूपमा उत्पादन हुने नेपालमा प्रमुख खाद्य बालीहरू चाहिँ के हो त भन्दाखेरि सबभन्दा सुरुमा आउँछ धान होइन, अनि मकै, अनि गहुँ होइन, अनि कोदो, जौँ, फापर। यति चाहिँ हाम्रो नेपालका प्रमुख खाद्य बालीहरू हुन्। र आजलाई चाहिँ म भिडियो यहीँ सक्दैछु र यो भिडियो चाहिँ हाम्रो डेली कन्टिन्यू हुँदै जान्छ होइन। तपाईँहरूले चाहिँ डेली पढ्नु होला क्या, यति गरेर भएर पढ्दाखेरि पनि अब यहाँ कतिवटा छ त भन्दाखेरि अझै हामी धेरै कुरा जान्यौँ, जस्तै 1 2 3 4 5 6 होइनदेखि अब यो हामी यतातिर हामी जानेको भने यहाँ होइन, यो एकदम इम्पोर्टेन्ट कुराहरू। सो हामीले चाहिँ डेली पढौँ। अब आउने लोकसेवाको लागि तयारी पनि हामी एकदम दरोसाथ गर्नुपर्छ होइन। सो आजलाई चाहिँ यति नै। म फेरि
सायद म दिनमा 2-3 भिडियोसम्म अपलोड गर्नेछु, किनभने छोटो छोटो छ नि त। त्यही कारणले म यसलाई एकदम छोटो छोटो स्विट होइन, तर एकदम डिटेल्समा हरेक कुरा चाहिँ हामी, हरेक टपिक चाहिँ हामी कम्प्लिट गरेर जान्छौँ। मेरो च्यानललाई, मेरो भिडियोलाई सधैँ साथ दिनुहोला। धन्यवाद।